मामा हेर्दै जानुपर्ने हुन्छ है गाइस फेरि हामी चाहिँ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। यहाँ सबैलाई स्वागत छ न्यू भिडियोमा। र आजको भिडियो चाहिँ टक्क हामी बाहिर निक्लेका छौँ र कहाँ भन्नुहुन्छ भने हामी चाहिँ टक्क साकेला हेर्नु जाँदैछौँ, नेर्पाको साकेला। र खोटाङमा चाहिँ दिक्तेलपछिको दोस्रो ठुलो साकेला लाग्ने भनेकै नेर्पामा हो। र दाहरू चाहिँ अगाडि गइसकेको छ। अब हामी चाहिँ 2-4 भाइ अलिक पछाडि जाँदैछौँ है। अब सुरु चाहिँ भएको छैन अरे, अब हुँदैछ भन्ने अघि फोन चाहिँ आइसकेको छ है। अब अलिक ढिलो भयो, अब त्यही त सँगै जानुपर्ने थियो जान चाहिँ। तर दाहरूलाई चाहिँ जाँदै गर्नु तपाईँहरू, हामी बिस्तारै आउँछौँ भनेर हामी चाहिँ पछाडि बसेर भिमन भाइ र म जाँदैछु। भाइ चाहिँ अगाडि गइसकेको छ, म छु पछाडि। ल एक राउन्ड काटिदिउँ त है गाइज। वेदर यस्तै छ खोटाङको। भेटिँदैन नि त केटालाई क्या, कहाँ पुग्यो? राम्रै कुदायो क्या मेरो भाइले आज यार। ल आज खोटाङको मौसम चाहिँ एकदम धुम्म परिरहेछ है, पानी पर्ला जस्तो छ। साकेला चाहिँ हिँड्ने छ गाइस है। अब पानीले पुग्न सक्ला, हेरौँ के छ कस्तो छ है आजको वेदर। ल नयाँ साथी हुनुहुन्छ भने चाहिँ प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है, सपोर्ट गरिदिनु होला। पुरानै हुनुहुन्छ भने भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला है। धेरै पछि आएको छु र कन्टिन्यू भिडियो चाहिँ हाल्नु पाएको छैन होइन। अब त्यस्तै हो, अब गाउँघरमा बसिसकेपछि के हुन्छ भने अब कामसाम गर्नुपर्ने हुन्छ क्या। अब बाहिर निक्लिने अब त्यस्तो खासै कामहरू पनि हुन्न। त्यही भएको कारणले गर्दा चाहिँ अब युट्युबलाई चाहिँ त्यत्रो टाइम दिन पाएको छैन। अब बिस्तारै दिनेछु र पुरानो सब्सक्राइबरहरू पनि अलिक घट्दै गइरहेछ। किनभने अब कन्टिन्यू काम नगरेपछि भिडियो नआएपछि अब त्यस्तो हुँदो रहेछ नि त। म चाहिँ अब नयाँ हो नि त, त्यही भएको कारणले मलाई त्यस्तो लागेको हो कि। र भिडियो त खासै राम्रो हुन्न, त्यही पनि यसो हेरिदिनु होला। मेमोरीको लागि हो नि त यो भिडियोहरू गर्ने भनेको। अब भोलिको दिनमा त अब जिन्दगी के हो नि त होइन। अब आज छ भोलि छैन होइन। आज रमाइलो गरिन्छ, भोलि गइँदैन। त्यही भएको कारणले गर्दा चाहिँ यसो सम्झना स्वरूप पनि हुने, यसो इन्टरटेनमेन्ट पनि। पछि अब अलिक बुढेसकाल लाग्दै गएपछि यत्तरी जमानामा त यसरी पो हिँड्ने थियो भनेर एक रमाइलो पनि हुने। त्यही भएर भिडियो गर्दै हिँड्ने सोच मेरो जागेको छ। ल भाइलाई त भेटिँदैन नि त यार, अलिक रन्केरै जानुपर्ने भएको अवस्था गइरहेछ है। अब भइस चाहिँ कस्तो आएको छ गाइजहरू है, मजाले भन्दिनँ होला। अलिक क्यारै आएको होला सायद होइन। केटाहरूलाई त भेट्नै गाह्रो भयो त हौ, ओन्ली वान भइयो त यार। ल ठिक छ, बिस्तारै जानुपर्छ। भाइ अलिक अगाडि नै हिँडेको थियो नि त परदेखि, म अलिक कम। ओ केटाले मलाई पर्खिरहेको छ गाई चाहिँ यार। केटामा अब हेर्दै राइडर भइसक्यो नि त। ओके मेरो भाइ यहाँ छ। ए केटा सेकेन्ड राइडर। हेलो ल लागौँ अगाडि यार। ल फाइनली गाइज मैले चाहिँ भाइ भेटेँ, मलाई पर्खिरहेको रहेछ। केटा अघि नै अगाडि गइसकेको थियो जानु चाहिँ। टक्क हेरौँ है, स्मुथ कुदाउँछ केटा, भर्खर कुदाउनु थालेको होइन। त्यत्रो धेर पनि भएको छैन, तर बाइक चाहिँ मजाले कुदाउँछ केटाले, दामी नै कुदाउँछ। यत्तिको चाहिँ पाराले हुन्छ है केटाले।
अब हेर्दा हेर्दै केटाले पनि बाइक जानिसक्यो। अब बाइक चाहिँ के हुन्छ भने सबैले सिक्नुपर्छ क्या। अब मैले मात्रै सिकेको छु भने अब भाइले सिकेको थिएन भने अब यताउता इमर्जेन्सी काम पर्दाखेरि अब केटालाई पनि त मेरो या अरूकै बाइक दिएर पनि लो केटा यस ठाउँमा गएर आइज यस्तो यस्तो छ बिरामी हुँदा पनि त लैजा भन्दाखेरि धेरै सहज हुन्छ क्या। त्यही भएर अब बाइक चाहिँ प्रायः सबैले सिक्नु पर्दो रहेछ गाइजहरू। त्यही भएर मेरो भाइले टक्क है आनन्द चिलमा कुदेर राख्छ केटो। अब यसकै पछि पछि जानुपर्छ किनभने अब अगाडि गयो भने त फेरि दाइले कत्रो अलिक कुदायो भने केटो अलिक रन्किन सक्छ नि त। अनि अनएक्सपेक्ट अब भर्खर हाइवेमा छिरेको लगभग धेरै भएको छैन, 2-3 चोटि आइसक्यो होला दिक्तेल। त्योभन्दा त बढी नै आइसक्यो, 1 month जति हुन आँट्यो होला। केटोले राम्रै कुदाउँदैछ, यतिक चाहिँ मान्नुपर्छ केटाहरूलाई होइन। एउटा जे पनि प्यासन हो नि त। अब मान्छेलाई प्यासन भयो भने जे कुरामा पनि सक्सेस भइन्छ। ओ के हो यार, केटाहरूले त दिँदैछ त यार, खोइ त यो भएन नि त भन्न मिल्ने है। ल अब फाइनली हामी चाहिँ टक्क ब्यारेक आइसकेको छ। अब यहाँबाट ए के गर्दैछ है डाका अलिक छिटै न। को हो यो मान्छे, को हो यो, चिन्नुहुन्छ? चिन्छ कसैले? जे जस्तै भए पनि आजको वेदरले चाहिँ लास्ट साथ दिएको छ गाइजहरू है। पानी परेको छैन। अब भरे चाहिँ के कस्तो हुन्छ त्यो चाहिँ थाहा नहुनसक्छ। अहिले चाहिँ एकदम बबाल बेस्ट छ क्या वेदर चाहिँ, दामी छ। आकाशमा बादल लागिरहेछ, मन्द मन्द घाम लागिरहेछ है, रोड तात्तिरहेछ, चिलमा आनन्दले हिँड्न सकिन्छ है अहिले चाहिँ। अब भरे आउँदाखेरिको कुरो चाहिँ फेरि अलग होला होइन, के कस्तो हुन्छ तनाव छ गाइज आज है। आज अब किनभने आज के हुन्छ भने अब आज धेरै मान्छेहरू गएको छ नि त, किनभने अब साकेला हो, साकेलामा धेरै मान्छेहरू गएको छ। त्यही भएर मामाहरूले चाहिँ गर्न सक्छ भन्ने चाहिँ 100% मलाई चाहिँ विश्वास चाहिँ छ होइन। चेकिङमा परिने हो कि मायाकुरी यसो हेर्दै चाहिँ हिँड्नुपर्छ है। फेरि छ्याप्पस मातेर यार खाजा खाने पैसा लगिदियो भने त भयो नि त यार। गाह्रो हुन्छ गाई चाहिँ यार होइन। मायाकुरी फेरि अहिले त चिट पनि मायाकुरी यार, लाइसेन्स छैन या बाइक रिन फेल्छ भने पनि 2000 हानिदिन्छ अरे मायाकुरी। अनि यो भयो त गाह्रो छ हौ यार। नेपालको कानुन दैवले जानुन्, आफूले बाइक किनेर चलाउनु छ, कर तिर्नु छ। कर तिरेन भने पुरै मामाले फाइन हानिदिन्छ। जिन्दगी चट माया ढुक्ने। कमसेकम एकचोटि बाइक किनेपछि चाहिँ मायाकुरी 10 देखि 15 वर्षसम्म चाहिँ मिनिमम पनि फ्री हुनु पर्यो क्या होइन, कर सर तिर्नु नपर्ने। मायाकुरी नेपालमा त गाह्रो छ गाई चाहिँ। त्यो पनि मायाकुरी किसानको छोरा परेपछि लास्ट गाह्रो हुन्छ गाई चाहिँ बाइक पाल्न। अब के गर्नु, बाइक चढ्नु मन हुन्छ है। हामी जस्तो यङ केटाहरूले अब हामीभन्दा पछिल्लो पुस्ता झन् कस्तो आउला होइन। अब पहिलेको भन्दा जमाना कहाँबाट कहाँ गइसकिसक्यो नि। अब हामी प्रायः जस्तो अब पहिले अब यही बाटो हामी दिक्तेल गाउँदेखि घरदेखि गाउँघरबाट हिँडेर दिक्तेल बजार आइन्थ्यो भने अहिले अब बाइकमा सरर आइन्छ, यताउता एनतेन गऱ्यो मायाकुरी त्यतिकै बेलुका पुगिन्छ। पहिले हिँडेर पनि बेलुकै पुगिन्थ्यो। साधन हुँदा त कमसेकम अलिक छिटो पुग्नुपर्ने हो नि त होइन गाइज। तर त्यो छैन क्या, यताको उताको के हुन्छ, केटाहरू भेटिन्छ, गफसफ हान्यो, चिल बस्यो, पुगिहालिन्छ नि। साधन छँदैछ भन्ने हुन्छ, लास्ट झन् अल्छे भइँदो रहेछ क्या। जे जस्तै हुन्छ स्वास्थ्यलाई चाहिँ निकै गडबड हुन्छ। पहिले जस्तो हिँड्नु सकिँदैन, अलिकति उकालो हिँड्नु परे पनि सास पर्छ रहेछ क्या यो साधन बाइकतिर हिँडिसकेपछि चाहिँ। पहिले त आरामले 3 घन्टामा दिक्तेल आइपुगिन्थ्यो ढुक्कले क्या, मजाले केटाहरूसँग हिँड्दै गफ गर्दै बिसाउँदै। अहिले मायाकुरी छैन त्यस्तो। ल ल बाँकी अब गाइज साकेलामा भेटौँला।
बसिरहेछ है त सँगै निक्लिनु भएको हजुर